हाम्रा तन्नेरी साथीहरूलाई, हाम्रा पार्टीका साथीहरूलाई हामी विपदको एउटा फुट सोल्जर्स बनाउन चाहन्छौँ, च्याम्पियन बनाउन चाहन्छौँ, लिडर्स बनाउन चाहन्छौँ। तर त्यसको निम्ति चाहिँ भावना मात्र भएर हुँदैन, स्किल सेट पनि चाहिन्छ। त्यो स्किल सेट दिनका निम्ति अहिले यहाँ कार्यालयमा आज 3 दिनको व्यवस्थित ढङ्गको प्रशिक्षण कार्यक्रम यहाँ आयोजना गरिएको छ। अस्ति पनि तपाईँहरूसँग केही साथीहरूसँग भेटघाटमा मैले भन्यो, यहाँ सीमित रहँदै अहिले प्रारम्भमा जिल्लाबाट र हाम्रो यसको सोचाइ भनेको हामी 753 पालिकामै नेपाली कांग्रेस पार्टीको एउटा सेल बनाउन चाहन्छौँ। यो उपसभापतिजीको पहिला उहाँ आफैले परिकल्पना गर्नुभएको एउटा गाउँ सेवा दल भन्ने छ, अघिल्लो कार्यकालमै त्यसको बारेमा परिकल्पना गरियो। खास मुख्य रूपमा चाहिँ प्रत्येक पालिकासँग चाहिँ पालिकामा कुनै पनि अप्ठ्यारो विपदको अवस्था आउँदै गर्दाखेरि चाहिँ त्यो बेलामा विपदको भनेको फेरि त्यो कुनै घटना भइसकेपछि मात्र होइन, निरन्तर रूपमा त्यसमा सचेतनाका कार्यक्रमहरू छन् होइन, त्यसमा तयारीका कुराहरू छन्। एउटा पार्टीको एउटा सेलले लगातार यसमा काम गरेर राख्छ। फेरि सहरका आफ्नै खालका च्यालेन्जेस छन्, गाउँका आफ्नै खालका च्यालेन्जेस छन्, गाउँभित्र पनि पहाडका आफ्नै छन्, मधेसका आफ्नै छन्, नेचरहरू फरक छ, ठाउँ अनुसारको फरक छ। यो हिसाबले हामी 753 पालिकामै पालिकाको त्यहाँको वस्तुस्थिति अनुसार त्यहाँका सम्भावना, त्यहाँका अनुमानहरूका आधारमा चाहिँ ती ज्ञानमा आधारित हामीहरू काम गर्न सक्ने गरिकन हामी एउटा टिम बिल्ड गर्न चाहन्छौँ। तर आज यहाँ जो साथीहरू प्रशिक्षित हुनुहुन्छ, तपाईँहरूको भोलि देशैभरि जाने, तलको साथीलाई अथवा प्रशिक्षित गर्ने कुराहरू लिएर जाने, तपाईँहरूले देशैभरि एउटा सङ्गठन निर्माण गर्ने, आफ्नो राजनीतिक व्यक्तित्व बनाउने, यी कुराहरूको सन्दर्भमा एउटा जिम्मेवारी पाउने पनि हो। अस्ति एकजना साथीले मलाई भन्दै हुनुहुन्थ्यो, हाम्रो समस्या अहिले राजनीतिक दलमा भएको कुरा के हो भने हामीले पदको पछाडि हामीहरू धेरै कुद्यौँ। त्यो कोही व्यक्तिको कारण होइन, हामीले संरचनै त्यस्तो बनायौँ। थोरै पद हुन्छ, प्रतिस्पर्धा गर्ने धेरै भइसकेपछि हामी त्यो प्राप्त गर्ने थोरै भयो र प्राप्त नगर्ने धेरै भइसकेपछि हामीलाई के लाग्ने भयो भने म असफल भएँ भन्ने लाग्ने भयो। यो सङ्गठनात्मक संरचनै बदल्नुपर्छ। पद थोरै हुन्छ तर पदको ठाउँमा म पद खोज्दिनँ, म प्रभाव खोज्छु भनेर भन्यो भने प्रभाव राख्ने मान्छे त जति पनि बनाउन सकिन्छ नि त। यहाँबाट तपाईँ बाहिर निस्किसकेपछि मेरो नजरमा, पार्टीको नजरमा तपाईँहरू भनेको त्यो प्रभाव राख्ने लिडर्स हुनुभयो। अब जोसँग चाहिँ अनुभव छ, ज्ञान छ, भावना छ, मुख्य कुरा ज्ञान छ, स्किल छ। त्यो स्किल भएको, त्यो प्रभाव भएको साथीहरू भनेपछि पार्टीको लागि तपाईँहरू एकदमै महत्त्वपूर्ण हुनुभयो। तपाईँहरूलाई हामी त्यो नामले चिन्ने भयो, तपाईँहरूलाई त्यो कारणले चिन्ने भयो, तपाईँहरूलाई त्यो कारणले तपाईँहरूको प्रभाव भएको कारणले गर्दा तपाईँहरूलाई लिडरसिपले त्यसरी तपाईँलाई लिने भयो, तपाईँलाई त्यसरी चाहिँ समेट्ने भयो। यो कुरा पनि तपाईँले ख्याल गरिदिनु होला।